राष्ट्रिय गर्नु बम्बू लगाए, क्याप लगाए अनि ट्याप्पै मास्क लगाएर कटिङ गरिरहेछ जहाँ हेर्नुहोस्। आधुनिक तरिकाले कटिङ हुन्छ यहाँनिर। हर सरसफाइ पार्कहरू यसरी क्लियर गर्छ। विकसित डेभलप कन्ट्री भनेको कन्ट्री हुन्छ क्या। हेर्नुहोस् यहाँनिर पार्कको झार कसरी काटिँदो रहेछ, दुबो कसरी काटिँदो रहेछ भन्ने यहाँ आधुनिक सिस्टमले यहाँनिर कटिङ भइरहेछ। यहाँ हजारौँ मान्छेहरू चाहिँ यहाँनिर सरसफाइ कटिङमा लाग्छन्। यहाँनिर हजारौँ आकारको जग्गाको पार्क हो। यहाँनिर मान्छेहरू दिनभर घुमिरहँदा पनि हुन्छ। एकदम रमाइलो ठाउँ हुन्छ। यो जङ्गलभित्र ठुला ठुला साँप अजिङ्गारहरू बस्ने गर्दछ। किनकि यो ठाउँमा घुम्नु भनेको आफूलाई ज्यानको बाजी राखेर घुम्नु बराबर हो। किनकि यो ठाउँ ग्रिन हिल पार्क, यो जङ्गल एकदमै ठुलो जङ्गल छ हैन। यो ठाउँमा
अस्ति ठुलो अजिङ्गर साप निक्लेको थियो, तपाईँले एउटा सानो क्लिप सेयर पनि गरेको थिएँ। अनि यो ठाउँमा पैदा राख्नु कि यहाँ सापहरू भन्दै हिँडेको देखिन्छ, किनकि यो ठाउँ अत्यन्तै डेन्जर ठाउँ हो। तपाईँलाई आज यो कुरा चाहिँ म तपाईँलाई सानो सेयर गरिरहेको छु। यो पारी जङ्गलभित्र जानुहुन्छ भने जाने लड छैन, छेउबाट चाहिँ मैले यो क्यामेरा क्लिप गरेर चाहिँ तपाईँलाई मैले देखाइरहेको छु। अत्यन्तै ठुलो जङ्गल छ। यो छेउको उतापट्टि एउटा पार्क छ, पार्कको छेउमा चाहिँ ठुलो जङ्गल छ। हावा यस्तो सुन्दर, स्वर्ग जस्तो लाग्छ क्या यहाँका हावापानी यति सुन्दर क्या। नेपालमा पनि यति सुन्दर हावापानी चाहिँ पाउँदैन भन्ने चाहिँ फिल हुन्छ यो ठाउँमा आएर चाहिँ बस्यो र आनन्द लियो भने यो ठाउँ त्यस्तो लाग्छ। किनकि यो ठाउँलाई माउन्टेन्स ग्रिन पार्क भनेर एकदमै फेमस कोलालम्पुर अफ मलेसियाको यो साउथ एरियामा पर्छ। यो चाहिँ 30 किलोमिटरको बिचमा छेउमा चाहिँ पर्दछ। यो ठाउँलाई अत्यन्तै सुन्दर ठाउँ भनेर चाहिँ एकदमै कोलालम्पुरमा चाहिँ सबै मान्छेले चाहिँ थाहा छ। यो ठाउँमा हजारौँ मान्छेहरू घुम्ने आउँदछ र यो ठाउँको आनन्द लिने गर्छ। यो ठाउँलाई यो हरेक देश विदेशी मान्छेहरू चाहिँ यो ठाउँलाई क्यामेरा क्याप्चर गरेर उनीहरूले आफ्नो ठाउँका मान्छेहरूले चाहिँ बुझाउने गर्दछ यो ठाउँ यस्तो छ भनेर चाहिँ। हजारौँ मान्छे यहाँ आएर चाहिँ भिडियो बनाएर इन्जोय गर्ने गर्दछ यो ठाउँमा। तपाईँले मैले सेयर गरिहालेँ र यो भित्र सिक्युरिटी गार्ड हुन्छन्। यहाँनिर सानो बच्चाहरू खेल्ने ठाउँहरू दिएको छन्। यो ठुलो पार्क छ। यो ठुलो पार्कमा मान्छेहरू घुम्न आउँदछन्। हजारौँ मान्छेहरू यो ठाउँमा इन्जोय गर्ने गर्दछ। तपाईँहरूले मैले अघि पनि देखाइहालेको छु। एउटा जस्ट छेउको एउटा क्लिप चाहिँ मात्र है। अनि यो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ आनन्द, यो ठाउँले अलिकति मान्छेहरू गर्लफ्रेन्ड बोयफ्रेन्डहरू घुम्न आउँदछन्। यो ठाउँले अलिकति डेटिङ पनि गर्दछन्। यो ठाउँ त्यस्तो पनि छ है गाइस। तर म चाहिँ त्यस्तो डेटिङ सेटिङ गर्ने काम चाहिँ गर्दिनँ। तर यो ठाउँ चाहिँ अत्यन्तै राम्रो सुन्दर ठाउँ चाहिँ छ। तपाईँहरूले बुझिहालेछु। योदेखि यस्तो बाटोमा हिँड्छन् होइन। यो हाम्रो साइकल ब्लग बनाउने साइकल लियो मेरो। यो मेरो एकदमै प्रिय हो, मेरो साथी हो। जता गए पनि सँगै लिएर चाहिँ जानुपर्छ। यो ठाउँका नेक्स्ट पार्ट तपाईँले मैले योगा गर्ने एउटा पार्ट योगा पनि म तपाईँलाई देखाउँछु कसरी योगा गरिन्छ भन्ने विषयमा होइन। फेरि यहाँका जङ्गल पार्क धेरै जङ्गल हो। यो जङ्गलमा घुम्ने जाने मान्छेहरू आउँछन्। तर यो ठाउँलाई चाहिँ एकदमै डेन्जर हुन्छ। यो ठाउँमा हिँड्नु भनेको आफूलाई चाहिँ ज्यानको बाजी राखेर चाहिँ जानुपर्छ। जस्तै यो झारमा यसरी हिँड्नु भनेको यो भित्रहरू साँपहरू हुन्छन्। एकदम विषालु साँपहरू चाहिँ यहाँ सुतेको हुन्छन्। यो जङ्गलभित्र पस्नु भनेको आफूलाई ज्यानको बाजी राखेर चाहिँ लिएको हुन्छन्। यहाँनिर साँप हुन्छ यो ठाउँभित्र होइन। त्यो तपाईँहरूले पनि यदि यो ठाउँमा आउनुहुन्छ भने साँप स्नेकबाट सावधान हुनु होला। तपाईँहरूले मैले भनिहालेँ। आजको भिडियोलाई यति नै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच।